वेलकम ब्याक। दिस इज मी सुदीप भूषण। आजको भिडियोमा हामीले जान्नेछौँ आईएसओ को बारेमा। आईएसओ पनि एक्सपोजर ट्रायंगलको एक महत्त्वपूर्ण अंग हो। अघिल्लो भिडियोमा हामीले अपर्चर र शटर स्पिडको बारेमा जानेका थियौँ। अपर्चरले लाइटलाई र डेप्थ अफ फिल्डलाई कन्ट्रोल गर्दछ भने शटर स्पिडले लाइटलाई र सब्जेक्टको मोसनलाई कन्ट्रोल गर्ने काम गर्दछ। आजको भिडियोमा हामीले आईएसओले कसरी एक्सपोजरलाई कन्ट्रोल गर्छ यो कुरो जान्नेछौँ। जब लाइट लेन्सको थ्रुबाट इमेज सेन्सरमा हिट हुन्छ, इमेज सेन्सरमा हिट भइसकेपछि क्यामेराले डिजिटल इमेज बनाउने गर्दछ। यो क्यामेराको बेसिक काम हो। आईएसओ भनेको क्यामेराको बडीमा हुने गर्दछ। आईएसओ भनेको सेन्सिटिभिटी अफ लाइट हो। अब बुझ्नुपर्ने कुरा के हो भने आईएसओ केसँग सेन्सिटिभ छ त? आईएसओ भनेको क्यामेराको इमेज सेन्सरसँग सेन्सिटिभ छ। आईएसओलाई बढाइयो भने लाइट पनि बढी हुँदै जान्छ भने आईएसओलाई घटाइयो भने लाइट पनि कम हुँदै जान्छ। आईएसओलाई 100, 200, 400, 800, 1600, 3200, 6400 यसरी काउन्ट गरिन्छ। आईएसओलाई 100 मा राख्दा क्यामेराको इमेज सेन्सर कम सेन्सिटिभ हुन्छ र लाइट पनि कम हुन्छ भने यदि आईएसओलाई बढाएर 6400 मा लगियो भने क्यामेराको इमेज सेन्सर बढी सेन्सिटिभ हुन्छ र यस्तो बेलामा लाइट पनि बढी हुने गर्दछ। अब त एकदमै सजिलो छ। लाइट कम भएको बेलामा हामीले आईएसओलाई बढाएर फोटो खिच्यौँ भने हामीले जस्तो चाहेको त्यस्तै फोटो आउँछ। के यो कुरा सत्य हो त? यो कुरा सत्य त हो, तर 100% सत्य भने होइन। हामीले आईएसओलाई जति धेरै बढाइयो लाइट पनि त्यति नै धेरै बढ्दै जान्छ। तर के हुन्छ भने हामीले आईएसओलाई जति धेरै बढाइयो हाम्रो फोटोमा डिजिटल नोइज आउने गर्छ। डिजिटल नोइजलाई ग्रेन पनि भन्ने गरिन्छ। अब यो नोइज भनेको के हो त? फेरि यो कुरो पनि बुझौँ है त। नोइज भनेको तपाईँको फोटोमा टिक टिक परेर डटहरू आउने गर्दछन्। यसलाई भनिन्छ डिजिटल नोइज। त्यसैले तपाईँले फोटो खिच्दा सकेसम्म कम से कम आईएसओ राख्नु होला। चाहे तपाईँले 1 लाखको क्यामेरा युज गर्नुहोस्, चाहे तपाईँले 5 लाखको क्यामेरा युज गर्नुहोस्। यदि तपाईँले आईएसओलाई बढाएर फोटो खिच्नुहुन्छ भने तपाईँको फोटोमा नोइज आउने गर्दछ। अब प्रश्न आउँछ आईएसओलाई कति राख्ने त? आईएसओ कति राख्ने भन्ने कुरा तपाईँको क्यामेराको इमेज सेन्सर र तपाईँको क्यामेराको प्रोसेसरले पनि निर्धारण गर्दछ। यदि तपाईँले क्रप सेन्सर बढी युज गर्नुहुन्छ भने आईएसओलाई 3200 सम्म राख्न सक्नुहुन्छ भने यदि तपाईँले फुल फ्रेम बढी युज गर्नुहुन्छ भने आईएसओलाई 6400 सम्म राख्न सक्नुहुन्छ। तपाईँले आईएसओलाई यसभन्दा पनि बढी राख्न सक्नुहुन्छ। तर के हुन्छ भने यो भन्दा पनि तपाईँले बढी आईएसओ राखेर फोटो खिच्नु भयो भने तपाईँको फोटो कम सार्प हुन्छ, जसले गर्दा तपाईँको फोटो एकदमै चाहिँ बेकार आउने गर्दछ। हामीले फोटो खिच्दा अपर्चर र शटर स्पिडलाई सेट गर्दा पनि हाम्रो फोटो अँध्यारो आउँछ भने त्यस्तो बेलामा मात्र हामीले आईएसओलाई बढाउनु पर्ने हुन्छ। सकेसम्म हामीले आईएसओलाई कम राख्नुपर्ने हुन्छ। यदि तपाईँसँग लाइट छ भने लाइटको युज गरेर पनि तपाईँले आईएसओलाई घटाउन सक्नुहुन्छ, जसले गर्दा तपाईँको फोटोको क्वालिटी एकदमै राम्रो आउने गर्दछ। अब समग्रमा बुझौँ है त। आईएसओ क्यामेराको बडीमा हुन्छ। आईएसओ भनेको सेन्सिटिभिटी अफ लाइट हो। आईएसओलाई जति बढाइन्छ त्यति नै बढी उज्यालो हुन्छ भने आईएसओलाई जति घटाइन्छ त्यति नै कम उज्यालो हुने गर्दछ। आईएसओलाई धेरै बढाउँदा लाइट त बढी हुन्छ, तर के हुन्छ भने हाम्रो फोटोमा नोइज आउने गर्दछ। त्यसैले सकेसम्म आईएसओलाई कम से कम राख्नु होला, जसले गर्दा हाम्रो फोटोमा नोइज कम आउँछ र हाम्रो फोटोको क्वालिटी पनि एकदमै राम्रो हुने गर्दछ। आजको भिडियोमा हामीले आईएसओ को बारेमा जान्यौँ। आईएसओ पनि एक्सपोजर ट्रायंगलको एक महत्त्वपूर्ण अंग हो। तपाईले आईएसओ को बारेमा राम्रो ज्ञान हासिल गर्नुभयो भने मात्र तपाईले राम्रो फोटोग्राफी गर्न सक्नुहुन्छ। आजको भिडियो तपाईलाई कस्तो लाग्यो कमेन्टमा लेख्नु होला। यो च्यानलमा यस्तै इन्फर्मेटिभ भिडियो लिएर आउँछु। त्यतिन्जेलका लागि
गुड बाय।